हेलो नमस्ते गाइस। आज के भन्न चाहन्छु भने टक्क लाएर है अब आएको यहाँ 2 घन्टा लागिसक्यो। 1 इन्ची गाडी छर्दैन बसबारभित्र। यस्तो पाराले हुन्छ र यो बसबार कसरी व्यवस्था गर्ने हो। अब छिटोभन्दा छिटो बसबार व्यवस्था हुनु पर्यो। नाइट गाडी छुट्ने ठाउँ छुट्टै बनाउनु पर्यो। डे गाडी राख्ने पार्किङ गरेर राख्ने ठाउँ छुट्टै बनाउनु पर्यो। अलिक व्यवस्थित गर्न पर्यो। भएको गाडीहरू जति चाहिँ ल्याएको छ बाहिरको गाइडलाइन भित्रै ल्याएको छ राख्ने ठाउँ छैन। व्यवस्था भन्ने केही छैन। अनि यस्तो पाराले कहिले हुन्छ। व्यवस्था हुनु पर्यो नि त। अब गाडीहरू सबै बाहिरको गाडी नै भित्र ल्याएर राखेपछि यसो व्यवस्थित हुनु पर्यो हैन। यस्तो पाराले चल्दैन गाइस हैन। यस्तो पाराले चल्दैन। कसरी हो बसबारभित्र पार्किङ व्यवस्था हुनु पर्यो है। अब यो यहाँ देख्न सक्नुहुन्छ जाम यस्तो छ कि है। अब दिउँसो 2:30 बजेदेखि आएर बसेको गाडी अलिकति सर्छ त्यहाँबाट सर्दैन। 8 बजीसम्म नै नस व्यवस्थित नहोला जस्तो छ। केही व्यवस्थित हुनु पर्यो क्या। सबै गाडीभित्र हालेपछि केही व्यवस्थित हुनु पर्यो है। अब प्रहरी चौकी यहीँ छ। अब व्यवस्था गर्ने अब छैन है। यस्तो हुन्छ। व्यवस्था त गर्नु पर्यो नि त। बसबार सब भित्र गाडी ल्याएर हैन हालेपछि व्यवस्थित हुनु पर्यो। यसरी के अरे गाडीहरूलाई पुरिरहन त भएन हैन। अब गाडीहरू अब सबै भित्र हालेपछि अब पार्किङ काटेपछि पार्किङको गाडीको सामानको सुरक्षा पनि हुनु पर्यो। त्यो पनि यहाँ छैन है। अब के भइरहेछ भने यहाँ अब त्यो पनि छ। अहिले चाहिँ पार्किङ के भइरहेछ नि अब पार्किङ चाहिँ काट्छन्। अब यहाँ व्यवस्थित सिसी क्यामेराहरू केही जडान सडान केही छैन। कोही कोही ठाउँमा छ अब कोही ठाउँमा छैन। सबै ठाउँमा सिसी क्यामेरा हुनु पर्यो है बसबारभित्र। अनि यहाँ सामान अब कतिको हराइरहेछ। अब सामान कसले चोरेर लिएर गयो के गर्यो। अब पार्किङ शुल्क तिरेर गाडीभित्र सुरक्षित हुन्छ भनेर राखेपछि त्यति अब सामान हराएको हेर्न त पर्यो नि त। अब कसले चोरे के हो यस्तो व्यवस्थित त हुनु पर्यो नि त। सधैँ यस्तै भएर त हुँदैन हैन। पार्किङ तिरे 450 पार्किङ तिरे शुल्क के काम त हैन। के को लागि तिर्ने त हो हैन। त्यसको लागि अब सबैले अब यसो बुझ्दिनु पर्यो। अब बसबार अलिक सानो भयो। बसबार अलिक ठुलो बनाउनु पर्यो। गाडी जति चाहिँ भए जति सबै ठाउँको यहीँ ल्याएर कोच्ने बसबार चाहिँ व्यवस्थित नहुने अनि त्यो के काम हैन। अब त्यस्तो पाराले हुँदैन। नेपाल सरकारले अब बसबार गरिसकेपछि अब ठुलो व्यवस्थित बनाउनु पर्यो। अब जनतालाई दुःख कष्ट हैन कति भोग्ने के। अब अहिले काहीँ बाहिर रोक्न पनि पाइँदैन के कसो हो हैन। अब बसबारभित्र अब यसरी जाम अब 4 3:30 बजीतिर आइन्छ काठमाडौँ। अब बस गाडी साडी राख्दा फेरि 8 बज्छ 7-8 बज्छ। अब यस्तो व्यवस्थित हुनु पर्यो नि त। नाइट गाडी एकतिर साइडमा राख्ने डे गाडी एकतिर हो। त्यसरी व्यवस्था गर्नु पर्यो क्या। सरकारले त्यसरी व्यवस्था गर्नु पर्यो। पार्किङ शुल्क तिरेर राखेपछि हैन। नाइट जाने एकतिर राखिदिने डे जाने एकतिर। अब आउने गाडी एकतिर टक्क पार्किङमा छोडिदिने जाने गाडी उता एकतिर राखिदिनु पर्यो नि त है। ल त्यति नै हुनु पर्यो है व्यवस्थित। अब यो नाइट गाडी पनि छुट्नेपछि छुट्ने समयमा टक्क निकालेर नाइट गाडी छुट्ने एकतिर लाइन डे गाडी एकतिर लाइन हुन पर्यो। अब नाइट गाडी छुट्ने भनेको छ सबैतिर हालिदिएछ अनि कसरी व्यवस्थित हुने। त्यो पनि व्यवस्थित गर्नुपर्छ है। यति चाहिँ गर्नुपर्छ। अब केही गर्नुपर्छ हैन। यो जाम खालि बसबारभित्र मात्र जाम के कारणले भइरहेको त। अब व्यवस्थित नभएर भइरहेछ। अब व्यवस्थित गर्नु पर्यो है व्यवस्थित। मेरो 2-4 शब्द यही हो हैन। अब अहिले व्यवस्थित नभएको कारणले चाहिँ मैले 2-4 शब्द यसो भने। कस्तो लाग्छ तपाईँहरूलाई यसो सल्लाह सुझाव गर्न सक्नुहुन्छ हैन। मैले भनेको कुरो के कस्तो हो तपाईँहरू बुझ्न सक्नुहुन्छ हैन। के कस्तो लाग्छ भन्नु होला। अब के हैन अब
सबै ठाउँको बस एकै ठाउँमा राखेपछि व्यवस्थित त हुन पर्यो नि त होइन। अब पार्किङ काट्यो, पार्किङ शुल्क काटेपछि गाडीहरू व्यवस्थित हुनु पर्यो, चारैपट्टि सिसी क्यामेरा जोडान हुनु पर्यो, त्यो हो नि त होइन। सामान अब गाडीको कहिले बेटी हरा कहिले के भएको छ त्यस्तो हुनु भएन। अब त्यति चाहिँ हुनुपर्छ। मेरो भनाइ यति हो। तपाईँहरूलाई कस्तो लाग्छ अब तपाईँहरू आफै विचार गर्नुहोस् होइन। ल गाइजहरू अहिले ल बाई बाई।